आनिङासिमनिका नमस्ते सम्पूर्णमा म कोरियन भाषा प्रशिक्षक भरत खड्काको तर्फबाट आज मैले तपाईहरुको लागि खुम्बाङ र फाङ्गुम बीचको चाहिँ भिन्नता प्रस्तुत गर्दै छु। र कति विद्यार्थीहरु खुम्बाङ र फाङ्गुममा चाहिँ झुक्किएको पाइएको छ, त्यसकारणले झुक्किने विद्यार्थीहरुको लागि यो भिडियो खास गरी उपयोगी हुनेछ। कस्तो बेलामा खुम्बाङको प्रयोग गर्ने, त्यसैगरी कस्तो अवस्थामा चाहिँ फाङ्गुमको प्रयोग गर्ने भन्ने कुरा छ यहाँनिर। मैले यसलाई पहिला भाषागत रूपमा नेपालीमा लेखेको छु र यो भाषा नेपालीमा तपाईले पढिसकेपछि चाहिँ तल दिएको क्वेशनलाई आफै गर्न सक्नुहुनेछ। तैपनि मैले भाषा बनिसकेपछि म तलका केही क्वेशनहरुलाई तपाईले सल्भ गर्न दिनेछु र त्यसको मैले सल्भ पनि गरेर तपाईलाई देखाउने छु। ल अब कस्तो बेलामा चाहिँ हामीले खुम्बाङ प्रयोग गर्ने त हेरौँ है त। कुनै पनि कार्य सोचेको भन्दा केही समय अगाडि सकेको अथवा चाँडै हुने अवस्था हो भनेको छ है। कुनै पनि कार्य सोचेको भन्दा केही समय अगाडि सकेको अथवा चाँडै हुने अवस्था है खुम्बाङ भनेको चाहिँ। कुनै पनि काम के त सोचेको भन्दा छिटो अथवा चाँडै हुने अवस्था हो हैन। अनि यो चाहिँ के छ, फाङ्गुममा के छ भन्दाखेरि कुनै पनि कार्य तत्काल सिद्धिएको र समयको ग्याप नभएको अवस्था है। खुम्बाङ चाहिँ सोचेको भन्दा छिटो सकिएको भन्ने कुरा भयो खुम्बाङ चाहिँ। फाङ्गुम चाहिँ के हो भन्दा कुनै पनि कार्य तत्काल सिद्धिएको र समयको ग्याप नभएको अवस्था हो है। तत्काल काम सिद्धिएको तर समयको ग्याप चाहिँ नभएको अवस्था हो। अब खुम्बाङ सबै टेन्समा प्रयोग गर्न सकिन्छ भनेको छ। त्यसैगरी फाङ्गुम चाहिँ पास्ट टेन्समा मात्र प्रयोग गरिन्छ है। खुम्बाङ सबै टेन्समा प्रयोग गर्न सकियो भने चाहिँ फाङ्गुम चाहिँ पास्ट टेन्समा मात्रै प्रयोग गर्न सकिन्छ है। फाङ्गुम चाहिँ कुनै पनि कार्य तत्काल सिद्धिएको, कुनै काम तत्काल सकियो र समय ग्याप नभएको अवस्था हो फाङ्गुम चाहिँ। अनि के त पास्ट टेन्समा मात्रै प्रयोग गर्न सकियो भने चाहिँ खुम्बाङ चाहिँ कुनै पनि कार्य सोचेको भन्दा अगाडि सकिएको अवस्था हैन, सकिएको अवस्था अथवा चाँडै हुने अवस्था हो। यो चाहिँ सबै टेन्समा प्रयोग गर्न सकियो खुम्बाङ चाहिँ। ल अब मैले तपाईहरुको लागि केही क्वेशन तल बनाएको छु, यी क्वेशनलाई तपाईले सल्भ गरेर हेर्नुस् पहिला। र तपाईले एक क्वेशनलाई आफ्नो कपीमा नोट गर्नु होला र तपाईले आफ्नो तरिकाले टिक लगाएर अन्तिममा तपाईले यी क्वेशनलाई चाहिँ के कति मिले तपाईको क्वेशन तपाईले चेक गर्न आफै सक्नुहुनेछ। क्वेशनलाई सार्नु होला आफ्नो कपीमा 1 र 2 को। त्यसैगरी 3 र 4 पनि हेरौँ ल। 3 4 को पनि सारौँ ल। ल तपाईले 1 देखि 4 सम्म 4 वटा क्वेशन सारिसक्नु भयो होला र आफ्नो तरिकाले तपाईले यसको टिक लगाइसक्नु भयो होला। र मैले यसलाई बताउँदै छु कुन कुन एन्सर चाहिँ के हुन्छ भन्ने कुरा तपाईले एकपटक आफै स्वमूल्याङ्कन गर्न सक्नुहुनेछ। ल पहिला हामी क्वेशन नम्बर 1 मा छौं। क्वेशन नम्बर 1 मा के भनेको छ हेरौँ हामीले। वैसा एस कम्पनीमा इरी मान्न छ काम धेरै भएर है। कम्पनीमा काम धेरै भएर फाम नाथ अप्सी भनेको के त रात दिन नभनी इलजुइल काजी 1 हप्तासम्म खेसोक लगातार इरुल हेस भने काम गरेर। अब खुम्बाङ हुन्छ, फाङ्गुम हुन्छ कि खुम्बाङ के चाहिँ हुन्छ हेर्दै गर्नु। वाच छ यो है, खुरे छ। त्यसैले छिनगुदुल एगे भनेको साथीहरुलाई मानमान सिगानी अप्सयो भेट्ने समय छैन है। के भनेको छ यसले भन्दाखेरि कम्पनीमा काम धेरै भएर चाहिँ रात दिन नभनी 1 हप्तासम्म काम गरेर आए हैन त। त्यसैले चाहिँ साथीहरुलाई भेट्ने समय छैन भन्यो। त्यसै बेलामा फाङ्गुम भनेको भर्खर हैन, अनि खुम्बाङ भनेको भर्खर हैन। अब हामीले कस्तो बेलामा खुम्बाङ लाउने भनेको थियो, कस्तो बेलामा फाङ्गुम लाउने भनेको थियो भनेको तपाईले पहिला यसलाई छुटाउनु पर्यो हैन। ल एकको एन्सर के हुने भयो हेरौँ ल। वैसा एस इरी मान्न छ कम्पनी काम धेरै भएर फामनाथ अप्सी भनेको दिनरात नभनी इलजुइल काजी 1 हप्तासम्म खेसोक भनेको लगातार इरुल हेस काम गरेर चाहिँ डट डट वाच आए खुएस छिनगुदुर एगे साथीहरुलाई मानमान सिगानी अप्सयो भेट्ने समय छैन भनेको छ। अब के भन्नु पर्छ हामीले फाङ्गुम आशय भर्खर आए है, भर्खर आइपुगे भन्नु पर्यो। त्यसले फाङ्गुम कस्तो बेलामा प्रयोग गर्ने भन्थे भन्दाखेरि कुनै पनि कार्य के त
सिद्धिसकेको र समयको ग्याप चाहिँ नभएको अवस्थामा फाङ्नु पर्ने गर्ने भन्थे हामीले। त्यस कारणले चाहिँ हामीले फाङ्नु पर्ने गर्ने भयौँ। अब पास्टको कुरा गऱ्यो भने दुइटै पास्टमा युज गर्न सकिन्छ, र हामीले चाहिँ यहाँ समयको ग्याप चाहिँ नभएको कारणले लगातार काम गरेर भर्खर आए, त्यसरी साथीहरूलाई भेट्ने समय चाहिँ छैन भन्न खोजेको यसले। यिनीहरू चाहिँ एक भयो। त्यस्तै गरी दुईमा हेरौँ के भनेको छ, छनुन म चाहिँ हानगुग नुङ्गे सिहामुल कोरियन भाषाको दक्षता परीक्षा हापके के छ पास भएर डट डट हानगुगे खालको कोरिया जानेछु है। यो चाहिँ फ्युचर टेन्समा छ होइन, खालको जानेछु। कस्तो बेलामा खुम्माङ कस्तो बेलामा फाङ्गु तपाईँले भाषा पढिसक्नुभयो होइन त। फाङ्गुमा चाहिँ हामी सबै टेन्समा प्रयोग गर्न सकिँदैन। फाङ्गुमा हामीले चाहिँ पास्ट टेन्समा मात्रै प्रयोग गर्ने हो। खुम्माङ चाहिँ हामी सबै टेन्समा प्रयोग गर्न सकिन्छ। त्यसले गर्दा चाहिँ यसको एन्सर चाहिँ के हुने भन्दा खुम्माङ हो। हानगुगे खालको तुरुन्तै कोरिया जानेछु, छिट्टै कोरिया जानेछु है। त्यसै गरी हामी क्वेसन नम्बर 3 र 4लाई हेरौँ। अब क्वेसन नम्बर 3 र 4लाई हेर्दैछौँ हामीले। क्वेसन नम्बर 3लाई हेरौँ हामीले। 3मा के भनेको छ यहाँनिर, छनुङ फेरु सार मजा टिकट किन्न मेफियोसे खातुन्दे भनेको टिकट काउन्टरमा गएको थिएँ तर खगिएछ त्यहाँ फेरु सानुङ भनेको टिकट किन्ने सारामी मान्छे मान्ना छ धेरै भएर ओरे तोङ्गान लामो समयसम्म खिदारेछ पर्खेर डट वासयो आए नमु माने फेगा खुपा छ एकदम धेरै भोक लागेको भएर ममी हिमी अवसयो शरीरमा चाहिँ शक्ति छैन भनेको छ। फाङ्गुमा असह्य अथवा खुम्माङमा असह्य। अब के चाहिँ लाउनु पर्यो त भन्दाखेरि हामीले यसले के चाहिँ भनेको छ भन्दाखेरि अब म चाहिँ टिका काउन्टरमा गएँ र टिका काट्ने क्रममा चाहिँ मान्छे धेरै भएर लामो समयसम्म पर्खेर चाहिँ भर्खर आए। समयको ग्यापमा चाहिँ नभएको अवस्थामा चाहिँ हामीले के चाहिँ प्रयोग गर्ने भन्थ्यौँ भन्दाखेरि फाङ्गुम वासयो भर्खर आए भन्ने प्रयोग गर्नु है। फाङ्गुम वासयो भर्खर आए भन्नु पर्यो। खुम्माङ चाहिँ सोचेको भन्दा छिटो सकियो भन्ने अर्थ लाग्थ्यो होइन। यो चाहिँ काम सकेको तर चाहिँ समयको ग्याप चाहिँ नभएको। त्यसै गरी 4 नम्बरमा हेरौँ के छ। 4 नम्बरमा सन्सेङनिमी शिक्षकले खियोसिरे इचुनिका सन्सेङनी भन्ने शिक्षक चाहिँ सन्सेङनिमी शिक्षक खियोसिरे कक्षाकोठामा इचुनिका भएकोले सन्सेङनिकी भनेको शिक्षकलाई मान्न र भेट्न डट खियोसिरे खालगायो कक्षा कोठामा जानेछु भनेको छ है। सर कक्षा कोठामा भएकोले चाहिँ सरलाई भेट्न कक्षामा जानेछु। यहाँ फ्युचर टेन्स छ। हामीले अब सबै टेन्समा प्रयोग गर्न सकिने चाहिँ के हो त खुम्माङ भन्ने हो। त्यसले गर्दा यसको एन्सर चाहिँ खुम्माङ खियोसिरे खालगायो तुरुन्तै भर्खरै कक्षा कोठामा जानेछु भन्ने भयो। 4 को एन्सर 2 भयो है। ल आजको भिडियो तपाईँलाई कस्तो लाग्दैछ यी र यस्तै भिडियो हेर्नलाई हाम्रो युट्युब च्यानललाई सब्सक्राइब गर्न चाहिँ नबिर्सनु होला। खामसामिदा।